ओके तपाईहरुले अब सुन्नुहोस् है ल नानी तपाईहरुले सुन्नुहोस् त लेख्दै जानु सो म डुप्पा हुँ खान्छ म डुप्पा हुँ म डुप्पा हुँ खान्छ ना डुप्पा यिन म सिक्किमिस हुँ खान्छ ना डेजोंगपा ना डेजोंगपा यिन म शेर्पा हुँ खान्छ ना शेर्पा यिन म राई हुँ खान्छ ना राई यिन म तामाङ हुँ खान्छ ना तामाङ यिन म हुँ यिन उनीहरू तामाङ हो खोम्सो तामाङ रे उनीहरू तामाङ हो खान्छ खोम्सो तामाङ रे उनीहरू तामाङ हो खान्छ खोम्सो तामाङ रे के उनीहरू तामाङ हो खान्छ के उनीहरू तामाङ हो खान्छ के उनीहरू तामाङ हो खान्छ खोम्सो तामाङ रे पे जैसा चुचू जैसा चुचू जैसा चुचू जैसा चुचू जैसा चुचू जैसा चुचू के di jarwa ja ani सबचु जु एकैछिन बसिदिनुहोस् जा सबचु जु लिखाएँ मैले जा सबचु जु ओके अनि खसा म शेर्पा हुँ खान्छ ना शेर्पा यिन उनीहरू तामाङ हो खान्छ खोम्सो तामाङ रे उनीहरू डुप्पा होइन खान्छ खोम्सो डुप्पा मारे होइन मारे उनीहरू डुप्पा हो नि खान्छ खोम्सो डुप्पा रेपा उनीहरू बुटनिस होइन नि खान्छ खोम्सो डुप्पा मारे पा उनीहरू दार्जिलिङमा छ नि खान्छ खोम्सो दार्जिलिङ ला यो रेपा उनीहरू दार्जिलिङमा छैन नि खान्छ खोम्सो दार्जिलिङ ला यो मारेपा म आए खान्छ ना योङ पा यिन म आउँदैछु वर्तमानकाल खान्छ ना योङ कि ये म आउने छु भविष्यकाल खान्छ ना योङ कि यिन त वर्ब नि दुईटा क्रिया छ भने म भोटे भाषा सिक्नु आए म भोटे भाषा सिक्नु आए खान्छ ना के छाम गा योङ पा यिन म भोटे भाषा सिक्नु जाँदैछु वर्तमानकाल खान्छ ना के छाम गा डो गी ये म भोटे भाषा सिक्नु आउने छु भविष्यकाल खान्छ ना के छाम गा योङ गी यिन म भोटे भाषा सिक्नु जानु पर्छ खान्छ ना के छाम गा
जानु पर्छ डोगोरे म भोटे भाषा सिक्नु आउँदा हुन्छ के कन्सला गरे ना के छांगा यो ना डिगिरेबे म भोटे भाषा सिक्नु आउँदा हुन्छ के कन्सला गरे ना के छांगा यो ना डिगिरेबे म भोटे भाषा सिक्नु आउनु चाहन्छु ना के छांगा योङ दे ये म भोटे भाषा सिक्नु आउनु चाहन्छु कन्सला गरे ना के छांगा योङ दे ये म त्यसै बस्नु चाहन्दिन कन्सला गरे ना दागास दे चाहन्दिन ना थागास दे मे चाहन्दिन दे मे ना थागास दे मे अब मैले गर्नु कोसिस गरे कन्सला गरे टमाला मैले गर्नु कोसिस गरे मैले गर्नु कोसिस गरे खाना भिन्माला मैले गर्नु कोसिस गरे कन्सला गरे मिसला मैले त्यो गर्नु कोसिस गरे अनि होल सेन्टेन्स मिसला मैले त्यो कोसिस गरे ओके पुष्पाला मैले त्यो गर्नु कोसिस गरे मालिक त अब I tried to do it. I tried to do it ला नेपाली लखनसला परे मैले गर्नु कोसिस गरे त कोसिस गर्नु रखल्ले परे फकेला तब से कोसिस गर्नु तब से कोसिस गर्नु तब से कोसिस गर्नु मदद गर्नु छे अनि कोसिस गरे सेन्टेन्स खरे टेंस खरे पास्ट तब से छे पा इन कोसिस गरे आए राखे सोधे किने तब से छे पा इन लबरता दे मैले नासा नि मैले अनि त्यो खन्स लगरे त्यो थे इट मैले त्यो गर्नु लखा लगरे छेरवा अनि गर्नु खबर नु
गा लगोरे या लगोरे या लगोरे गा लगोरे या मारे गा मारे गा लगोरे या लगोरे ला अनि अब यहाँ के लाग्छ या ये जे छे या किन यहाँ या लाग्यो किनभने लास्टको क्रिया चाहिँ आए गए पठाए छैन त्यसैले गर्दाखेरि ये जे छे या थप से छे पाइए So dia nu lah berubah. Boleh bahasa सिक्नु आएनु त्यो गर्नु कोसिस गरे तर पछाडिको क्रिया चाहिँ आउनु जानु नहुनाले गर्दाखेरि या भनेको हुनुपर्छ त्यो गर्नु कोसिस गरे खण्डसला होरे दे गर्नु खण्डसला होरे त्यो गर्नु कोसिस गरे खण्डसला होरे के छे या थप से छे पाइन त्यो गर्नु कोसिस गर्दैछु वर्तमानका खण्डसला होरे के छे या थप से छे कि ये त्यो गर्नु कोसिस गर्ने छु भविष्यका खण्डसला होरे के छे या थप से छे कि इन त्यो गर्नु कोसिस गर्नु पर्छ खण्डसला होरे के छे या थप से छे गोरे त्यो गर्नु कोसिस गर्नु चाहन्छु खण्डसला होरे के छे या थप से छे ये त्यो गर्नु कोसिस गर्नु चाहदिन खण्डसला होरे के छे या थप से छे में म कुनै हालतमा भोटे भाषा सिक्नु जानु पर्छ खण्डसला होरे यिचिक मिन्चिक के चाङ गा जानु पर्छ डोगोरे म कुनै हालतमा पनि भोटे भाषा सिक्नु जानु पर्छ खण्डसला होरे ना यिचिक मिन्चिक के चाङ गा डोगोरे शायद उनीहरू शेर्पा हो खण्डसला होरे चिक छेन खोङछो शेर्पा रे शायद उनीहरू शेर्पा होइन खण्डसला होरे चिक छेन खोङछो शेर्पा मारे